मेरो कोपाकोमा मेरो बाजे बोजू होइन मेरो ग्रान्डफादर ग्रान्डमदरको नाममा चाहिँ भर्खरै घरि एउटा पुल बनाएको थियो यहाँनिर खोलामा। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। न्यू ब्लग आजको ब्लग सुरु भइरहेको छ है। गाउँमा छु अनि आज चाहिँ तपाईँहरूलाई म यहाँनिर विशेष गरी मेरो कोपाकोमा मेरो बाजे बोजू होइन मेरो ग्रान्डफादर ग्रान्डमदरको नाममा चाहिँ भर्खरै घरि एउटा पुल बनाएको थियो यहाँनिर खोलामा। यो चाहिँ हामीले भोटे खोला भन्छ है। पानी सानो भए तापनि दुईपट्टि छ, यतापट्टि छ पानी, यता पनि। र यता चाहिँ हाम्रो मेरो घर जाने बाटो है यहाँबाट। अनि यहाँबाट हात्तीको ए जाने बाटो छ सर्टकट। सो त्यो भए तापनि यहाँनिर चाहिँ सानो पुल, यो खोलामा चाहिँ अलिकति पुलको जरुरत देखेर चाहिँ हाम्रो सबै आप्पा अनि हाम्रो आप्पाको फ्यामिलीहरू सबै भएर चाहिँ है एउटा यहाँ पुल थापिदिएको छ देवी मुनिको नाममा, बाजे बोजूको नाममा। त्यो चाहिँ यो यहाँनिर भर्खर बनाएको यो पुल चाहिँ। अनि अस्ति जनवरी होइन न्यु इयरको छेउछाउमा बनाएको पुल हो। त्यो भएको कारणले गर्दाखेरि आज म यहाँनिर तपाईँहरूलाई पुल भएकोमा आएको छु र पुलको बारेमा छोटो भिडियो तपाईँहरूले यहाँनिर पढ्न सक्नुहुन्छ है। यहाँ लेखेको रहेछ। अनि यहाँ सन्जय पनि हामी खोलामा के रमाइलो गरौँ भनेर गिटार सिटर लिएर आएको छौँ। हाम्रो यहाँनिर सानो दोहा छ एउटा, अहिले देखाउँछु। अनि तपाईँहरूलाई यहाँनिर पुल चाहिँ क्युरिङ हुँदो रहेछ यहाँ पानी लगाइरहेर। अहिले सायद अहिले थाम्दैन, ओपनिङ त भएको जस्तो लाग्यो गाइस। अनि यस्तो पुल बनाएको छ। यो पुलले चाहिँ हाम्रो के भन्नु अब हात्तीका ए टु बी, हात्तीका ए अनि बी दुईवटा गाउँको मान्छेलाई फाइदा दिने गरेको छ गाइस। विशेष गरी हाम्रो हात्तीका बीको अब यता गाईहरू ल्याउँछ के ल्याउँछ होइन, उनीहरू आउँछ नि त यता। अहिले क्युरिङ गरिरहेको छ पानी लगाएर भर्खर बनाउनु गर्दा। अन्त यता चाहिँ साइडमा चाहिँ यहाँ पनि फलाम लगाएर है हात समात्ने ठाउँ, ताकि मान्छेहरू नलड्स भनेर। गाई बाख्राहरू त सबै एकै हुन्छ। सो यो रहेको छ हाम्रो पुल है त। यहाँ माथि त सानो दोहा छ। हाम्रो खोला भनेको चाहिँ हाम्रो गाउँको यही हो, भोटे खोला भन्छ कि। यहाँ पहिला हामीले एकदमै माछाहरू मार्थ्यौँ नि त, अहिले त छैन, त्यस्तो काम छोडे पनि भन्नु है। अनि सायद यहाँनिर मसलाहरू मिसाएर बनाएको रहेछ। यहाँ चाहिँ अलिकति फिलअप गर्नु पर्ला जस्तो छ है, खोलाहरू यस्तो छ। अनि यहाँनिर तल चाहिँ हाम्रो आन्टीको अलैँची बगान छ साथी हो। यतानिर यो कटेर थियो पहिला, यहाँनिर यहाँ मुनि छ, अलिअलि देख्दैछ है। सो त्यही हो गाइस। यहाँनिर चाहिँ पानी यहाँबाट लगेको छ गाइस। यो ड्रममा थापेर चाहिँ उनीहरूको मान्छेहरू लागेको रहेछ, तलको मान्छेहरूले है। अलैँचीमा लाउनु होला सायद। ऊ माथिबाट पानी यस्तो लिएर यो पाइपमा ड्रममा स्टोर गरेर लगेको रहेछ। अनि के भन्नु हजुर, मेरो हाम्रो घरको कुकुर पनि आएको छ यहाँ हामीसँग है। अनि भने यहाँनिर चाहिँ पहिला त सानो गाइस, पहिला त यतिसम्म दोहा थियो यहाँनिर पौडी खेल्दै गर्ने सानोमा। अहिले त छैन रहेछ, सानो भएछ। पहिला त हामीलाई यो खोला ठुलो लाग्थ्यो नि गाइस साथीहरू। यहाँबाट उँधो गएको छ ठक्क पुल चाहिँ उतल होइन। अनि पहिला त हामीलाई दामी लाग्थ्यो यो खोला, ठुलो लाग्थ्यो क्या। अहिले त सानो भएछ। पहिला त यतासम्म थियो नि त, यहाँदेखि उता यत्रै दोहा थियो। अहिले त सुकेर क्या उता खोलेछ नि त है, त्यस्तो भएछ। A few inches later.
हामीले यसरी मनोरञ्जन दिइरहेको छौँ हाम्रो सिङ्गर टाढोबाट मगाएको सिङ्गरसँग होइन। सो त्यही हो, अहिले चाहिँ एकछिन गीत गाउँदै बसेको छौँ। अनि आज चाहिँ म के पो भन्छ भातहरू पनि लिएर यहाँनिर पकाइखाने विचार थियो कि तर भएन त्यस्तो। हामी केटाहरू टन्नै अगाइहाल्यो। आज सन्डेको दिन हो नि त, हाम्रो कुकुर पनि पर्खिरहेको अवस्था। अनि यहाँनिर अस्ति चाहिँ जनवरी 1 चाहिँ यहाँ खाएको छ गाइस होइन हाम्रो गाउँले। यहाँ चुला एउटा दुईवटा जनवरी 1 चाहिँ के गरेर खाएछ भने यहाँनिर हाम्रो पुल, अघि मैले देखाएको यहाँ हाम्रो पुल, यो पुलको कोलाब्रेसन ओपनिङसँग हाम्रो न्यु इयर परेछ र सँगै भएछ यहाँनिर है। गाउँहरू हाम्रो यहाँ आएर खाएछ यो जग्गामा, खोलाको छेउमा है। त्यस्तो भएछ गाइस। सो सञ्जय, सो के प्रस्तुत गर्न चाहनुहुन्छ आज तपाईँले हाम्रो मेरो भ्लगमा? तिमीले के प्रस्तुत गरेर तिमी एउटा हिरो बन्न चाहनुहुन्छ? एउटा के गीत चाहिँ छ तिम्रोबाट आज? गीत त खासै छैन, बट जस्ट वान बिट्स जस्तै प्र्याक्टिसहरू चलिरहेको छ अहिले। चलिरहेको छ। अब तिमीले के सिकेको छ यो गिटारबाट होइन? लिड सिकेको छ भने लिड हल्का हल्का बनाएर देखाइदिउँ न त मेरो ब्लगमा। एउटा चाहिँ सागे लामे भन्ने छ। सागे लामे एउटा त्यो भयो। अर्को अब त एउटा के चाहिँ छ तिम्रोमा कला? गिटारको कला चाहिँ के छ तिम्रोमा? त्यो चाहिँ देखाइदिउँ न त यहाँ हाम्रो जनताले। जनता चाहनुहुन्छ। कला त खासै छैन, अब जस्ट अहिले सिक्दै गरेको। के चाहिँ सिकिसकेको छ त्यो हामीलाई प्रस्तुत गरिदिनुहोस् न त। एउटा चाहिँ इङ्ग्लिस सङको छ, चाहिँ यु वान लेटको भन्ने चाहिँ भाइ को आई डोन्ट नो, बट छ एउटा चाहिँ। एउटा चाहिँ यो भयो। एउटा चाहिँ के छ त अब अर्को? एउटा चाहिँ अब त्यो पनि इङ्ग्लिस सङ नै हो। नेक्स्ट एउटा जोङ्काको छ, क्रिस्चियन सङ। मैले अहिले सिक्दै गरेको चाहिँ यति नै हो, बेसी केही छैन अहिले गाइस। यति चाहिँ मैले सिकाएको छु होइन। होइन मैले होइन, यसले सिक्दैछ अरे गाइस। त्यही हो, मैले त के सिकाउनु, मैले गिटार बजाउनै आउँदैन नि त। हल्का यताउता घन्दैन पार्नु मात्रै आउँछ, त्यति मात्रै हो गाइस होइन। अनि यता हाम्रो जङ्गल छ। यो जङ्गल चाहिँ हाम्रो तोरीबारी, यता तोरीबारी भन्छ है। यो जङ्गलको छेउमा आएर हामी बसिरहेको छौँ। तपाईँहरूले सोच्नुहुन्छ होला गाउँमा गएर पनि यो केटाहरू कामै गर्दैन भने। आज चाहिँ सन्डे हो, सन्डे चाहिँ हामी रेस्ट गर्ने गर्छौँ प्राय जस्तो होइन। सो त्यो कारणले गर्दाखेरि हामी यसो रेस्ट गरेको बेलामा अब अरू दिन त काम हुन्छ, आज चाहिँ यसो यो फुलहरू पनि देखाइदिउँ न त भनेर एउटा हाम्रो सानो छोटो भ्लग चाहिँ बनिरहेको थियो। अनि त्यसको सन्दर्भमा चाहिँ हामी छोटो गीतहरू पनि लिएर जाउँ न त भन्ने सल्लाह भएको कारणले गर्दा चाहिँ आज हामी गीत गाइरहेको छौँ होइन त भाइ? के छ त कुराकानीहरू? गिटार राम्रो सिक्दैछ यसले, अब सिकेर नेक्स्ट टाइम चाहिँ एकदमै राम्रो बजाउँछ। त्यही हो अहिलेको लागि। माछा पाउने ठाउँमै भइनुहोस्, सरी गाइस। तर हामी सानोमा कति माछै छैन, के गर्नुपर्ने? माछै छैन है।
हिँड घरतिर जाउँ चल चल। सो साथीहरू यहाँनिर चाहिँ फुत्तै रोड निस्किन्छ यहाँबाट चाहिँ है। यो चाहिँ फेरि हाम्रो गोला पानी धारा भएर जाने रोड हो। हाम्रो घर चाहिँ यता पर्छ अनि यहाँबाट जानुपर्छ है। अप्छा रोड हाम्रो खोला जाने बाटो चाहिँ यस्तो थियो। त्यही हो अब चाहिँ घर जानुपर्ने नि हुन्छ। कताको चौकी चौकी यो रोड अस्ति अलिक बनाएको थियो तर पनि यस्तो छ है। साथीहरू यहाँ चाहिँ भने घाँस लास्ट टाइम आमा र मैले रोपेको थियौँ म स्कुल पढ्दाखेरि नि। यति ठुल्ठुलो भइसकेछ है। यस्तो छ घाँसहरू है एकदमै इम्पोर्टेन्ट हुन्छ घाँस चाहिँ गाउँमा। गाई पालेको हुन्छ कि त्यो भएर त्यसलाई काटेर दिनु पर्यो इम्पोर्टेन्ट छ क्या। यहाँनिर यस्तो अप हाउ टर्निङ छ कि तलबाट यस्तो छ कि अप गाडी नै चढ्नु मान्दैन क्या यस्तो छ। यताउने पनि घाँसहरू है। पुस्टकारी तरुल भन्छ यसलाई चाहिँ। आमाहरूको त सुँगुर छ नि त त्यसलाई दिनलाई धेरै गाह्रै छ। यता माथि पनि हाम्रै जमिन पर्छ कुचोहरू सागसब्जी गाउँघर चाहिँ यस्तै छ है साथी हो। यता वेदर त दामी भइरहेको छ नि आज। यहाँ पार इन्डिया उता उता ब्लू ब्लू देख्ने चाहिँ माउन्टेनहरू इन्डिया हो यस्तो छ। अनि यहाँनिर भने चाहिँ तोरी रोपेको छ उतामा साग छ है। यता माथि हाम्रो अलैँचीबारी। यो त के को रुख हो यहाँनिर बारेर आएको थिएछ यस्तो पलाएछ है। यता माथि हाम्रो यता तल यिनीहरूको पहिला त यता हुन्छ सबै अलैँची बारी हो नि हौ। कस्तो अलैँची थियो स्टिल पनि यता हुँदैछ अलैँची बारी है।